This program is brought to you by Pranic Healing Yoga Nepal Trust. No touch, no drug therapy. के तपाईँ माइग्रेन, मधुमेह वा अस्थमा जस्ता पुराना र जटिल शारीरिक समस्याहरूबाट पीडित हुनुहुन्छ वा डर, तनाव र निराशापन जस्ता मानसिक समस्याहरूबाट पीडित हुनुहुन्छ? सम्बन्धमा समस्याहरू वा आन्तरिक खालीपनबाट ग्रसित हुनुहुन्छ भने यी सबै समस्याहरूको एउटै समाधान छ, प्राणिक हिलिङ। प्राणिक हिलिङ बिना स्पर्श र बिना औषधि उपचार गरिने एक प्राचीन विज्ञान र कला हो जसमा ऊर्जाद्वारा उपचार गरिन्छ। थप जानकारीको निम्ति हामीलाई 9861493494 मा सम्पर्क गर्नुहोस् वा हाम्रो कार्यालय प्राणिक हिलिङ योगा नेपाल ट्रस्ट रातोपुललाई एकपटक भिजिट गर्नुहोस्। सतोगुणले वास्तविक ज्ञानको विकास गराउँदछ, रजोगुणले लोभको विकास गराउँदछ, तमोगुणले मूर्खता, मोह, पागलपन र भ्रमको सृजना गर्दछ। गीताको महान विचारको साथमा सम्पूर्ण दर्शकवृन्द लासो फ्याफुल्ला नमस्कार। धर्म टेलिभिजनको यस दाजङ कार्यक्रम हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। हजुरहरूको सुख दुःखको साथी म प्रस्तोता जनकथिङ तामाङ। आज यस दाजङ कार्यक्रममा आमन्त्रित पाहुना हुनुहुन्छ भाग्यश्री लामा, अध्यक्ष सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल बागमती प्रदेश। उहाँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। लासो फ्याफुल्ला नमस्कार। नमस्कार। हजुर भाग्यश्री लामा, आखिरमा कसैले चाहिँ भाग्यमा चाहिँ श्री लेखेर आउँछन् रे, कसैले भाग्य चिरेको पनि हुनसक्छ भन्छन्। हजुरको नामै भाग्यश्री छ होइन? त्यसै गरी आज तपाईँले विशेष गरी शिक्षा क्षेत्रमा धेरै काम गरेर आउनुभएको छ। एउटा आफ्नो गाउँठाउँमा होइन परिवर्तन ल्याउनुपर्छ, शिक्षा बिना चाहिँ कुनै परिवर्तन आउन सक्दैन भनेर धेरै अगाडिदेखि काम गर्दै आउनुभयो र हाल चाहिँ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल बागमती प्रदेशको एउटा गरिमामय पद सम्हालिरहनु भएको छ होइन? अध्यक्ष जस्तो गौरवमय जिम्मेवारी पद तपाईँले हाँकिरहनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद र हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। साथसाथै यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ जस्तो एउटा छात्र सङ्गठनको आवश्यकता चाहिँ किन र यसको मेन उद्देश्य के हो, यो धर्म टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शक समक्ष आफ्नो केही भनाइ राख्न सक्नुहुन्छ? हजुरलाई पुनः नमस्ते। हस्, धन्यवाद। यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ भनेको चाहिँ यो 2070 सालमा गठन भयो। हजुर, त्योभन्दा अगाडि यो सामुदायिक विद्यालय व्यवस्थापन समितिको भएको कुनै पनि समस्याहरूलाई उजागर गर्ने कुरा उठाउने कुनै फोरम थिएन। जब यो 2070 सालमा यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भयो, त्यसबाट हामीले चाहिँ यो सामुदायिक विद्यालयमा परेको सामुदायिक विद्यालय व्यवस्थापन समितिमा आइपर्ने समस्याहरूलाई एक ठाउँमा छलफल गर्ने थलोको रूपमा स्थापित भयो र हामीले यो अहिले लगभग छ नि देशभर यो सामुदायिक विद्यालयको शिक्षा चाहिँ खस्किएको छ, राम्रो भइराखेको छैन भन्ने कुराहरू उठिरहेको अवस्थामा हामीले यसलाई चाहिँ कसरी चाहिँ स्तरीय बनाउन सकिन्छ, कसरी यसलाई चाहिँ गुणस्तरीय शिक्षा बनाउन सकिन्छ र हुन त गुणस्तरीयको पनि त अब विभिन्न मापनहरू हुन्छ, त्यसको मापन के हो भन्ने हुनसक्छ। तर पनि यसलाई चाहिँ समग्रमा हामीले चाहिँ अहिले भइरहेको शिक्षालाई स्तरीय बनाउनको निम्ति, गुणस्तरीय बनाउनको निम्ति यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भयो र यो चाहिँ 2070 साल चैत 18 गतेको स्थापना भयो। यो सङ्घ संस्था दर्ता 2034 अनुसार दर्ता भएर आज हामी चाहिँ यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको चाहिँ केन्द्र, प्रदेश, जिल्ला र स्थानीय 4 तहको कमिटीहरू हुन्छ। त्यो कमिटीहरू चाहिँ हामीले बनाइराखेका छौँ र त्यो कमिटीहरूले चाहिँ तपाईँ चाहिँ बेला बेलामा हामीले चाहिँ यो सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
र त्यहाँ चाहिँ नि अब के अरे यो के अरे सदस्य हेड प्रवक्ता लगायतको सबैजनालाई चाहिँ हामीले बोलाएर यसको गुणस्तरीय कसरी बनाउने भन्ने विषयमा इन्टरेक्सन गर्छौँ। त्यसमा हाम्रो चाहिँ स्रोत व्यक्तिहरू हाम्रो चाहिँ डाक्टर विद्यानाथ कोइराला हजुर पूर्व सचिव हुनुहुन्छ, उहाँ सोमत घिमिरे सर, त्यसबाट हाम्रो राजेन्द्र जोशी सर होइन, टिका भट्टराई सर लगायतका हाम्रो उहाँहरूले सहयोग गर्नुहुन्छ। उहाँहरूले हजुर उहाँहरूलाई चाहिँ विज्ञको रूपमा हामीले आमन्त्रण गर्छौँ र सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, महिला सदस्य र एकजना पुरुष, र हामीले चाहिँ नि कहिले चाहिँ हामीले हेडमास्टर र अध्यक्षलाई मात्र राख्छौँ, कहिले महिला सदस्यहरूलाई राख्छौँ। त्यसरी छलफल गरेर यसलाई स्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्छौँ। हाम्रो उद्देश्य नै सामुदायिक विद्यालयमा को स्तरीय कसरी बनाउने, हजुर गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ। हजुर गुणस्तरीय शिक्षा कसरी दिने भन्नाले तपाईँहरूले खालि कोअर्डिनेसन गर्नुहुन्छ, अब प्रहरू र व्यवस्थापन समितिको अध्यक्षलाई ल्याउनु भएर चाहिँ त्यहाँको समस्या समाधान कसरी गर्न सकिन्छ र गुणस्तरीय शिक्षा कसरी दिनुहुन्छ यही विषयमा इन्टरेक्सन कार्यक्रम गर्नुहुन्छ। अनि विद्यालयमा निरीक्षणको कामहरू चाहिँ हुन्छ कि हुँदैन सर? के छ निरीक्षणको काम चाहिँ हामीले चाहिँ त्यो स्थानीय जुन हामीले चाहिँ एउटा पालिकामा एउटा कमिटी हुन्छ, हजुर त्यो कमिटीले चाहिँ हामीले त्यहाँ छ नि त्यो कमिटी मिटिङ बस्छ र उहाँले हामीले पालिकासँग समन्वय गरेर गर्छौँ र सकेसम्म हामीले अनुरोध पनि गर्छौँ पालिकामा शिक्षा समिति, हामी सामुदायिक विद्यालय व्यवस्थापन समितिको पनि हजुर एकजना समितिमा राख्नको लागि आग्रह गर्छौँ। कतिले राख्नु भएको पनि छ, कतिले राख्नु भएको छैन होइन। त्यसैले चाहिँ हामी त्यो गुणस्तरीय शिक्षाको लागि त वास्तवमा फेरि हामीले चाहिँ यो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले शिक्षालाई नै भनौँ न, अब पालिकामा भयो पालिकालाई नै शिक्षा, त्यो गाउँपालिकाभरिको शिक्षा उत्कृष्ट भयो भने राम्रो भयो भने त्यो पालिकाले श्रेय लिने हो नि त। त्यस कारण हामीले उहाँहरूलाई सहयोग पनि गर्ने हो। हजुर त्यसरी गर्छौँ हामी। अनि यो जुन भनौँ न अहिलेसम्म जुन शिक्षामा चाहिँ भनौँ न अब तपाईँले महत्त्वपूर्ण बनाइराखिरहनु हुँदाखेरि शिक्षामा चाहिँ अब यो पुरानै शिक्षा 2028 सालमा शिक्षा ऐन बन्यो, त्यसकै आधारमा चाहिँ अहिलेसम्म पनि शिक्षा ऐनमा चाहिँ कुनै परिवर्तन आउन सकेन त, यो चाहिँ किन होला भाग्य सर? यहाँलाई जानकारी छ 1910 मा दरबार स्कुल स्थापना भयो, 1995 मा जुद्धोदय मावि स्थापना भयो, त्यो चाहिँ लगभग राज खलकहरू पढ्नलाई स्थापना भएको थियो। हजुर त्यही क्रममा 2007 सालबाट देशमा यो छ नि प्रजातन्त्र प्राप्त हुनुपर्छ भन्ने खालको आन्दोलनहरू सुरु भयो। त्यसबाट तपाईँको छ नि लगभग सामुदायिक विद्यालयहरू, हजुर त्यस पछाडि चाहिँ सामुदायिक विद्यालयहरू चाहिँ स्थापना हुने क्रमहरू जारी भयो। त्यो बेला 1000 पैसा चाहिँ धरौटी लिने रहेछ। हजुर त्यसरी सामुदायिक विद्यालयहरू स्थापना भयो। त्यो सामुदायिक विद्यालयहरू स्थापना भए पछाडि गाउँ गाउँमा चाहिँ तपाईँको छ नि यो समुदायले सबै कुरा विद्यालयको जग्गा समुदायले खोज्ने, त्यसबाट तपाईँको छ नि यो के अरे सार्वजनिक जग्गाहरू खोज्ने, घर विद्यालयको घर समुदायले पढाउने, कस्तो खालको शिक्षा पाठ्यक्रम पढाउने समुदायले गर्ने। त्यसरी गर्दै आउने क्रममा चाहिँ तपाईँको छ नि लगभग 7 सालबाट 12 सालसम्म त यो 2012 सालसम्म त सरकारको त्यहाँ कुनै पनि लगानी देखिँदैन। हजुर 12 सालबाट 17 सालसम्म चाहिँ न्यून रूपमा चाहिँ सरकारको लगानी रहेछ। हजुर तब 17 सालमा राजा महेन्द्रले कु गरेर पछाडि फेरि उहाँले पञ्चायती प्रजातन्त्र भनेर सुरु गर्नुभयो र 18 सालमा वुड जोन नाम गरेको बेलायती नागरिक जो शिक्षाविद, हजुर उहाँलाई चाहिँ शिक्षाविदको रूपमा आमन्त्रण गरेर उहाँलाई हायर गरेर नेपाल सरकारले गरेर 18 सालदेखि सुरु गरेर उहाँले चाहिँ 2028 सालमा तपाईँको चाहिँ शिक्षा ऐन जारी गर्यो। हजुर त्यो शिक्षा ऐन जारी गर्ने बेलामा चाहिँ खालि उहाँहरूको उद्देश्य के हुन्छ भने नयाँ शिक्षा जो एकरूपता, देशभरको शिक्षा पहिला पनि त अलग अलग थियो हजुर होइन, अलग अलग ठाउँमा अलग अलग खालको आफ्ना त्यतिखेर भनौँ हुने खानेवालाको मात्रै त्यस्तो पढाउँथ्यो भनौँ न समुदायमा। अनि त्यसरी पढाउँथ्यो तर 28 साल चाहिँ शिक्षा ऐन जारी गरे पछाडि नयाँ शिक्षाको रूपमा लागू भयो। तर नयाँ शिक्षा चाहिँ आज तपाईँ चाहिँ हाम्रो देशमा धेरै परिवर्तनहरू भइसक्यो। जस्तै अब तपाईँ चाहिँ प्रजातन्त्र प्राप्त भयो, हजुर 10 वर्ष जनयुद्ध भयो, जनयुद्धमा पनि चाहिँ त्यसबाट तपाईँ चाहिँ जनयुद्ध पछाडि पनि चाहिँ शान्ति सम्झौता भयो, लोकतन्त्र गणतन्त्र प्राप्त भयो, तर पनि चाहिँ हाम्रो देशको शिक्षा चेन्ज हुन सकेन। मेन कारण चाहिँ के हुन सक्छ सर? यो कारण चाहिँ के हो सर? 2028 कै तपाईँको चाहिँ शिक्षा हजुर ऐन
बेला बेलामा संशोधन भएको छ, तर ऐन चाहिँ त्यही छ। हजुर, तर वैज्ञानिक शिक्षा लागू गर्नुपर्छ भने माओवादीले एजेन्ट त उठाएकै हो, बुर्जुवा शिक्षा पढाइरहेछ भन्ने हो। त्यो बेला तपाईँलाई जानकारी छँदैछ, माओवादीले कलम कपी बोकेर हिँडिरहेको विद्यार्थीहरूलाई बम बारुद झोलामा हालेर यो बुर्जुवा शिक्षालाई चाहिँ हामीले चाहिँ प्रशस्त गर्नुपर्छ, यो बुर्जुवा शिक्षा पढ्नु हुँदैन, हामी चाहिँ यो नयाँ राज्य सत्ता प्राप्त गरेर चाहिँ हामीले चाहिँ नि जनवादी शिक्षा अध्ययन अध्यापन गर्ने हो भन्ने हिसाबले अगाडि बढाएको थियो। तर पनि माओवादी राज्य सत्तामा त आएको त धेरै भयो, ६६ सालदेखि। बल्ल बल्ल त 80 सालमा शिक्षा मन्त्री अशोक राई हुने बेलामा उहाँले तपाईँको चाहिँ एउटा शिक्षा विधेयक ल्याउनु भयो। हजुर, विधेयक तपाईँको चाहिँ विधेयकको विरुद्धमा शिक्षकहरूको आन्दोलन भयो। हामी यो सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई पनि उहाँले टोटल त्यो शिक्षा विधेयकमा चाहिँ हामीले अध्ययन गर्दा चाहिँ सबै यो अहिले चाहिँ निजी विद्यालयहरूलाई पोस्ने खालको हजुर चाहिँ शिक्षा ऐन आयो। त्यसबाट यो सामुदायिक विद्यालय पनि यसलाई सामुदायिक नभनिकन सार्वजनिक विद्यालय भन्नुभयो, नामकरण गरेर ल्याउनु भयो उहाँले। त्यो के त्यो विधेयक ठिक थिएन यहाँको नजरमा? हाम्रो लागि ठिक थिएन। हामीले चाहिँ त्यो हाम्रो लागि होइन, देशकै लागि हित थिएन, त्यो देशको लागि हित थिएन। उहाँको चाहिँ सार्वजनिक शिक्षा बन्यो, सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू चाहिँ समुदाय विद्यालयको व्यवस्थापन समितिहरू चाहिँ सबै हटाएर वडाध्यक्ष या वडाध्यक्षले तोकेको व्यक्तिहरूलाई तपाईँको छ नि विद्यालयको अध्यक्ष बनाउने खालको उहाँहरूको छ नि आएपछि हामीले चाहिँ यो चाहिँ हिजोदेखिको यो सार्वजनिक र सामुदायिक भन्ने त फरक छ नि। हजुर, किनभने सार्वजनिक भनेपछि त त्यो छ नि उहाँले चाहिँ यो अल्पत्र छोड दिने खालको विधेयक उहाँले ल्याउनु भयो। अब त्यसबाट शिक्षक साथीहरूको आफ्नै फेरि उहाँहरू आन्दोलन नि गर्नुभयो, उहाँहरूको आफ्नै छँदैछ। तर हामी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले पनि यो विधेयक चाहिँ ठिक भएन। हजुर, किनभने सामुदायिक विद्यालय व्यवस्थापन समितिले त आजसम्म कुनै संस्था छ र तपाईँको छ नि टोटल भोलिन्टियर गर्छ भने त्यो सामुदायिक विद्यालय व्यवस्थापन समितिले मात्र हो, अरूले गर्दैन छैन नि। कोही होला, अरू पनि होला नि, तर हामीले चाहिँ तपाईँको छ नि सामुदायिक विद्यालयमा हामी भत्ता लिँदैनौँ, भत्ता पाउँदैन, हामीले तलब पाउँदैन। तर पनि हाम्रो नानी बाबुहरू बच्चाहरू पढ्ने स्कुल चाहिँ राम्रो होस् भनेर हामीले भोलिन्टियरली अहिलेसम्म भोलिन्टियरले गर्नुहुन्छ। आर्थिक क्षेत्र अलिक समस्या त होला नि तपाईँको महासङ्घ चलाउनु त? महासङ्घ चलाउनलाई हामीले छ नि खालि हामीले छ नि सिर्फ एउटा विद्यालयबाट हामीले छ नि यो सुरुमा सदस्य बनाउने शुल्क 1000 लिन्छौँ, त्यहीबाट चलाइरहनु त्यसले चल्ने हो। त्यो पनि छ नि अब कतिले लिन सकेको छ, कति छैन। तर हामीसँग अहिलेसम्म साँच्ची भनौँ त्यो सामुदायिक विद्यालयको त्यो केन्द्रको पार्टी कार्यालय के अरे केन्द्रको कार्यालय हाम्रो सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कार्यालय बानेश्वरमा छ। त्यो बानेश्वरको भाडा तिर्न नै हामीलाई पुग्दैन, हामीले चाहिँ धेरै त्यो पनि गर्दैनौँ होइन। हजुर, तर त्योभन्दा पनि हामी त महासङ्घ भयो नि, त्यो त महासङ्घ त त्यसरी चल्ने भयो। तर सामुदायिक विद्यालयमा जो स्कुलमा व्यवस्थापन समिति छ नि त्यो विद्यालय व्यवस्थापन समिति टोटल भोलिन्टियर हो नि त। हजुर, होइन। तर त्यसरी हामीले यो सामुदायिक विद्यालयलाई बनाउन खोज्ने, तर उहाँहरूले चाहिँ जति हामीले चाहिँ यो समाजलाई समुदायलाई हामीले हजुरलाई म यहीँ छेउ एउटा प्रश्न राख्न चाहन्छु। तपाईँले भन्नुहुन्छ अब व्यवस्थापन समितिको चाहिँ टोटल्ली भोलिन्टियर भन्नुहुन्छ, तपाईँको भनौँ एउटा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउनलाई टाउको फुटाफुटु हुन्छ, कसरी हुन्छ यो? ल भन्नुहोस् त। त्यो समग्रमा कोही विद्यालयमा होला, कुनै पुरा वोटबाजी हुन्छ, राजनीतिक दलहरू पुरा हुन्छन् होइन, सबैमा छैन। मैले तपाईँलाई एउटा जानकारी, एउटा व्यवस्थापन समितिको लागि इलेक्सन हुनको लागि टाउको फुटाफुटु हुन्छ। देशभरमा 3500 विद्यालय थियो हामी जो यो 70 सालको सामुदायिक विद्यालय व्यवस्थापन गठन गर्दा। हजुर, आज 28,000मा झरेको छ। 28,000 त अहिले पनि छ नि, 28,000 विद्यालयमा टाउको फुटाफुट त भएको छैन नि। कुनै एउटा विद्यालयमा स्रोत होला, त्यो विद्यालयमा पैसा आउने होला, त्यहाँ छ नि अब त्यो देख्दाखेरि उनीहरूले अर्कै नजरले के देख्छ होला मलाई थाहा छैन, कहीँ कतै छिटफुट त्यस्तो थाहा छैन भन्नु पाउनुहुन्छ। तपाईँ चाहिँ भोलिन्टियर भन्नुहुन्छ, महासङ्घ भन्नुहुन्छ, अनि तपाईँको निगरानी गर्नुहुँदैन, यो मेसेजहरू आउँदैन तपाईँलाई? प्रदेशमा टाउको फुटाएको कहीँ छैन। बागमती ल्यायो भने के होला भाग्यश्री छँदै छैन। बागमती प्रदेशमा सहज एकदमै सौहार्दपूर्ण हिसाबले विद्यालय व्यवस्थापन समिति गठन हुन्छ। भएन अनि एउटा छ नि अहिले प्रजातान्त्रिक मुलुकमा, लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक अभ्यासद्वारा सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन हुन्छ होला। तराईतिर कहीँ त्यस्तो खालको छिटफुट घटना सुन्छु मैले, त्यो किन हो मलाई थाहा छैन त्यो।
होइन। तर म बागमती प्रदेशको मात्र भयो भने म बागमती प्रदेशको कुरा गर्छु तपाईँसँग। हजुर। बागमती प्रदेशमा त्यस्तो अहिलेसम्म छैन, त्यो घटना पाउनु भएको छैन, तपाईँले पनि पाउनु भएको छैन होला, त्यो भएको छैन। हजुर। अब यहाँ छेउ अघि हजुरले नि भन्नुभयो होइन, विधेयकमा चाहिँ सबै शिक्षकहरूले चाहिँ भनौँ न जुलुस नारा लगाउन थाल्यो भन्छ, यो कतिको चाहिँ सान्दर्भिक हुन्छ? एउटा विद्यालय जसले भनौँ न विद्यार्थीले आजको भनौँ न सानो नानी बालबच्चाले चाहिँ भोलि चाहिँ भविष्यको कर्णधार बनाउनु पर्ने एउटा शिक्षक गुरु जस्तो व्यक्तित्व वर्ग, एउटा शिक्षित वर्गले चाहिँ एउटा विद्यालय चाहिँ बन्द गरेर चाहिँ हडताल जुलुसमा लाग्दाखेरि कतिको सहजीकरण हुन्छ र यसमा तपाईँहरूको भूमिका चाहिँ के हुनसक्छ? किन भइरहेछ? त्यो चाहिँ तपाईँको छ नि, हामी कहाँ यो सरकारले त्यस्तो खालको अवस्था ल्याउनु हुँदैन। सरकार दोषी? सरकार दोषी त हो नि। सरकार किन दोषी हो भने शिक्षक कति प्रकारको छ हामीसँग हेर्नुहुन्छ तपाईँ। सबभन्दा पहिला बालकोटा भनेर शिक्षक छ, अर्को देश नि निजी स्रोत भनेर छ, के अरे यो तपाईँ छ नि अस्थायी भनेर छ, थाई भनेर छ, राहत भनेर छ, अहिले त छ नि सङ्घीय अनुदान भन्दो रहेछ, प्रदेश अनुदान भन्दो रहेछ, पालिका अनुदान भन्दो रहेछ नि त। हजुर। यो 10 थरीको शिक्षक के भन्छ, बालकोटावाला म त्यहाँबाट छ नि अस्थायीमा छिर्न पाए हुन्थ्यो भन्ने तनाव हुन्छ, अस्थायीवाला थाई हुन पाए हुन्थ्यो भन्ने हुन्छ। उहाँहरूको चाहना, उहाँहरूको चाहना त त्यो हुन्छ होला नि त, होइन। तर त्यस कारणले एउटा नेपालको शिक्षकलाई निर्धक्कसँग पढाउने वातावरण सरकारले बनाउनुपर्छ। त्यो किन बनाउने त भनेपछि कि सबै शिक्षक थाहै हुनु पर्यो, कि सबै शिक्षकलाई तपाईँको छ नि करारमा राखेर कति वर्ष हो, 2 वर्ष हो, 5 वर्ष हो, 3 वर्ष हो, करारमा राख्ने। उहाँहरूलाई अहिले छ नि सबभन्दा बढी तलब पाउने शिक्षकहरू 50,000 होला, 70,000 बनाइदिनुहोस्। 3 वर्ष पढाउने, 3 वर्ष उहाँलाई करार गर्नुहोस्। 3 वर्षमा उहाँले छ नि तपाईँसँग उहाँको रिजल्ट चित्त बुझेन भने उहाँलाई फायर गरेर गर्नुहोस् भनेपछि अनि उहाँ यहाँ छ नि आन्दोलनमा आउनुहुन्छ त। अहिले तपाईँको छ नि तलब पुग्ने नि दिएको छैन, शिक्षक दरबन्दी पुग्ने नि दिएको छैन, कतै कतै तपाईँको छ नि पावरको घरमा मास जागिर खाइराखेको छ। अनि यस्तो लथालिङ्गो भएपछि उहाँहरूको अधिकार त माग्ने नै कुरा भयो नि। के यो लथालिङ्गो जस्तो हजुरले भन्नुभयो होइन, जस्तो भनौँ न शिक्षक नियुक्ति पनि अन्यलमा छ, पुरै अब भनौँ न अन्यल अवस्थामा छ, शिक्षा ऐन पनि ठेट छैन, अन्यलको अवस्थामा छ। यो मेन जड चाहिँ के हो त सर? राजनीतिक कारण हो? राजनीतिक कारणै त हो नि। अब सरकारकै कमजोरी हो, सरकारको त हुन त। अब जहाँ पनि हुन सरकारलाई मात्र दोष लगाउने भन्ने होला, मेन त सरकारले चाहिँ रुल बनाउनु पर्यो नि, नीति नियम बनाइदिनु पर्यो नि। हजुर। उहाँहरूलाई त समस्या बनाइराख्नु भएन नि त। हजुर। शिक्षकलाई तपाईँको छ नि हो सङ्गठन सारा खोल्न दिएको छ, प्रत्येक पार्टीको शिक्षक सङ्घ छ, सङ्गठन छ, अखिल क्रान्तिकारी सङ्गठन भन्ने छ, होइन। हजुर। राष्ट्रिय नेपाल राष्ट्रिय लोकतान्त्रिक शिक्षक सङ्घ भन्ने छ, विभिन्न खालको सङ्घ सङ्गठन छ नि त, महासङ्घ छ, शिक्षक महासङ्घ पनि त छ। हजुर। अनि के उहाँहरूलाई त्यो सङ्घ सङ्गठन खोल्न दिनु भएन? अब सङ्घ सङ्गठन खोल्न दिए पछाडि उहाँहरूको अधिकारलाई त भनेपछि शिक्षक जति सबै पार्टीकै झोला पुग्ने भयो होइन त? हुनसक्छ नि। अब अहिले कहिले पनि तपाईँको प्रजातन्त्रमा कुनै न कुनै व्यक्ति कुनै पार्टीसँग जोडिएको हुन्छ नि। म त्यो शिक्षकको बारेमा त्यति धेरै मैले छ नि फेरि यो के अरे एडभाइस गर्न जरुरत छैन। हजुर। छैन, किनभने तर उहाँहरूको जो चाहिँ शिक्षा ऐनले छ नि उहाँहरूलाई अप्ठ्यारो पार्ने खालको शिक्षा ऐन विधेयक आयो, त्यस पछाडि त उहाँहरू छ नि आन्दोलन ओर्लिनु भयो। हजुर, महत्त्वपूर्ण भनाइरहेको दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। सानो ब्रेक आयो भाग्यश्री लामाज्यू, त्यसपछि हामी कुराकानीलाई निरन्तर दिनेछौँ। नमस्ते सर। हजुर, आजको यस दाजङ कार्यक्रमको पाहुना भाग्यश्री लामा तामाङ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ। उहाँलाई विज्ञापनपछि म हार्दिक स्वागत गर्दछु। नमस्ते सर। नमस्ते। हजुरले अघि पूर्व भनाइमा पनि राख्नुभयो, प्रजातान्त्रिक युग भइसकेपछि कुनै पनि शिक्षक कुनै पनि पार्टीसँग आबद्ध हुन्छ भनेर जुन शब्द अघि बोल्नुभयो, विशेष गरी शिक्षक भनेको त एउटा ज्ञानको ज्योति हो। उसले चाहिँ भर्खरै जुन भनौँ न बामी सरेको सुनौलो भविष्य देखेका बालबच्चालाई सही दिशा
र सही शिक्षा, उचित र गुणस्तर शिक्षा दिनुपर्ने ठाउँमा आज त्यो शिक्षकले राजनीतिक बनेर विद्यालय बन्द गरेर ऊ राजनीतिक झोला बोकेर हिँड्छ। यसको अन्त्य चाहिँ कहिले हुन सक्छ त सर? शिक्षक भन्दा पनि प्रजातन्त्रमा कुनै व्यक्ति भनौँ, मैले कुनै व्यक्ति कुनै पार्टीसँग आबद्ध हुन सक्छ, हुनुपर्छ भन्ने हुन्छ भन्ने हो। हजुर। तर त्यही त मैले अघि नै पनि भनिसक्यो, शिक्षकहरूलाई जब कक्षामा पुगेर कक्षाभित्र छिरेपछि हजुर उनीहरूको दिमाग चाहिँ विद्यार्थीलाई मैले राम्रोसँग पढाउनुपर्छ, मैले पढाउने नै हो भन्ने खालको अवस्था, मनस्थिति जुन दिनसम्म त्यो बन्दैन तबसम्म सामुदायिक विद्यालयको, मैले सबै शिक्षा त भनिनँ, सामुदायिक विद्यालय हाम्रो यहाँ दुई खालको शिक्षा छ। हजुर। एउटा निजी विद्यालयहरूको शिक्षा, एउटा सामुदायिक विद्यालयको शिक्षा। र त्यसलाई तपाईँको छ नि उहाँहरूलाई चाहिँ तब मैले अघि नै भने कुनै न कुनै एउटा राज्यले व्यवस्थापन गर्ने। हजुर। शिक्षकको चाहिँ खास त्यो चाहिँ स्तर चाहिँ हजुर अहिले त आधारभूत र माध्यमिक भन्छ। हजुर। अब पहिलाको हिसाबले भने प्रावि, निमावि, मावि, हजुर वर्गीकरण भन्ने थियो। त्यो शिक्षकहरूलाई चाहिँ तहगत छुटाउने बेलामा चाहिँ उहाँहरूलाई त्यो अहिले पनि निमावि, मावि त भन्छ, प्रावि त भन्छ नै, उहाँहरूको तहगत छुटाउने भनेको चाहिँ तपाईँ छ नि निमाविमा पढाउने शिक्षकको तलबभत्ता ग्रेड यति हो। हजुर। क्वालिफिकेसन। माविमा पढाउने शिक्षकलाई तलबभत्ता यति हो, उहाँको क्वालिफिकेसन यति चाहिन्छ हैन, यो विषय पढाउनलाई यति यो क्वालिफिकेसन चाहिन्छ। र मावि नि उच्च मावि पढाउनले यो क्वालिफिकेसन हो र उहाँहरूलाई यदि तलबभत्ता सुविधा यति पाइन्छ। हजुर। र त्योभन्दा उहाँहरूले चाहिँ नि कुनै सङ्गठन पनि कुद्नु नपरोस् र कुनै राजनीतिक नेताका नि कुद्न नपरोस् र उहाँहरूले चाहिँ नि ढुक्क साथ कक्षामा गएर विद्यार्थीलाई पढाउने वातावरण जुन दिनसम्म बन्दैन, हजुर, त्यो दिनसम्म नेपालको सामुदायिक शिक्षामा चाहिँ समस्या नै हो। समस्या त्यही हो। समस्या भनेपछि सामुदायिक सरकारले एउटा चाहिँ के बनाउनु पर्यो, उहाँहरूलाई ढुक्क साथ कक्षाभित्र छिरिसकेपछि मेरो अरू केही पनि होइन, मेरो 10 बजे स्कुलभित्र छिर्ने, 4 बजे छुट्टी हुने, त्यो भित्र मैले पढाएको विषय र त्यो चाहिँ एकदम मैले विद्यार्थीहरूलाई बुझ्ने गरी पढाउने मेरो जिम्मेवारी हो। त्यो बोध उहाँलाई बोध गराउनु पर्यो क्या। यसको लागि के विधेयक आवश्यक छ कि के छ सर? त्यसलाई त अब ऐन कानुनमा बन्नु पर्यो नि त। ऐन कानुनै ल्याउनु पर्यो। बन्नु पर्यो नि त। शिक्षा जुन विधेयक आइरहेको त्यो कानुन बनाउनको लागि हो। हजुर। त्यो कानुन बनाउनको लागि त उहाँहरूलाई त म अघि नै भन्यो नि होइन, भने नि मैले एकरूपता शिक्षा भने कि थाहै हुनु पर्यो कि जम्मै त चाहिँ करारमा हुनु पर्यो। हजुर। दुईटा मात्रै? दुईटामा। उहाँहरूलाई पुग्ने गरी तलब दिनु पर्यो। त्यसपछि आएर ढोको बाहिर पुग्ने गरी तलब दिएपछि उहाँहरूको शिक्षा त तपाईँको छ नि गुणस्तरीय शिक्षा हुन्छ। अनि त्यसमा उहाँले पढाउने ढुक्क साथ पढाउन सक्ने भएपछि त्यहाँबाट छ नि यदि त्यो हुँदा पनि उहाँले पढाउन सकेन भने भएन भने उहाँहरूलाई कारवाही गर्ने, फायर गर्ने। त्यसबाट उहाँलाई छ नि कारवाही भन्दा नसिहत मात्र होइन, उहाँलाई चाहिँ फायर गर्ने, निकालिदिने सकियो नि। हजुर। जस्तो भनौँ न नीति आउनु पर्यो नि। हजुरले अघि पनि भन्नुभयो विद्यालयमा सार्वजनिक र निजीको कुरा गर्नुभयो। निजीमा जस्तो भनौँ न 1500 2000 तलब खाएर पनि शिक्षकले पढाइरहेका हुन्छन्। सरकारको चाहिँ भनौँ न सरकारी सामुदायिक विद्यालयमा चाहिँ उसको न्यूनतम केही नभए पनि करारको होइन 15-20 हजार हुन्छ। तैपनि गुणस्तर त अब सामुदायिकको भन्दा त निजीको नै वृद्धि छ। यो किन त? निजीमा त राम्रो छ नि त, क्वालिटी त गुणस्तर राम्रो छ, तर त्यहाँ चाहिँ अब तलब खाएर पनि राम्रो पढाइ हुँदैन। अहिले त सामुदायिक विद्यालयमा त लगभग भनौँ न कक्षा 5 सम्म त अझ खाजाको व्यवस्था गरिरहेछ। के हो? खाजाको व्यवस्था छ, सहुलियत छ पढ्नमा। त्यसपछि आएर पनि भनौँ न किताबहरूमा लगभग फ्री नै छ। तैपनि अब भनौँ निजी स्तरमा चाहिँ अब त्यस्तो झोला उनीहरूले भनेको पढ्नुपर्छ, उनीहरूले भनेको ड्रेस लाउनुपर्छ, तैपनि उनीहरूको गुणस्तर छ। यो किन यस्तो भइरहेछ? दुईटा कुरा छ। सामुदायिक विद्यालयमा तपाईँको छ नि र यो निजी विद्यालयमा तब छ नि अभिभावकले पनि बच्चालाई टक्क लाएर कोरीपाटी 2 चुल्टे बाटेर टक्क कपाल कोरेर जुत्ता सुत्ता लगाएर पलिस लगाएर हजुर टिफिन झोलामा हालेर पठाउँछ र उहाँ त्यहाँ चाहिँ तपाईँको छ नि तलब थोरै भए पनि जाहिर खान बाध्य छ। हजुर। जाहिर खान बाध्य छ। पढाएन, राम्रो पढाउन सकिएन भने
तपाईँले 2010,000 भन्नुभएको छ नि, तर छन् त त्यहाँ लाख तलब खाने नि छ, त्यहाँ पनि स्तरअनुसार छ त्यहाँ होइन। भर्ना गर्न जाने बेला 1.5 लाख बोकेर पुऱ्याएर मात्रै भर्ना त्यो होला नि, एक आठ होला नि होइन, ठाउँ छ र तलब पनि छ। तर पनि के हो भने त्यहाँ चाहिँ एउटा डर के हो भने मलाई काम छैन, मैले यहाँ पढाएन भने मैले भएको यहाँ खाइ पाइ आइरहेको सुविधा पनि मेरो हट छ है, मलाई निकालिदिन्छ स्कुलले, डर छ। त्यस कारणले उहाँले पढाउँछ र अभिभावकले नै विद्यार्थीलाई त्यसरी नै चिटिक्क पारेर पठाउने हुन्छ। अनि त्यहाँ अलिकति उहाँहरूको टाइम हुन्छ, घोक्ने हुन्छ, सब हुन्छ, टाइम हुन्छ, त्यसैले उहाँहरूको के अरे अलिकति बढी देखिन्छ। अब यो सामुदायिक विद्यालय भन्यो भन्दैमा तपाईँको छ नि काठमाडौँको सामुदायिक विद्यालय र यहाँ तपाईँको छ नि धादिङको बेनीघाट रोराङ, हजुर, चितवनको इच्छा कामना, राक्सिराङ भन्ने ठाउँहरू छ क्या, हजुर। त्यहाँ तपाईँको छ नि टोटल चेपङ बस्तीहरू छ त्यहाँ, हजुर। त्यो चेपङ बस्तीमा म अस्ति त्यहाँ चितवन जाने क्रममा मैले यसो अध्ययन गरेँ। त्यहाँ म सामुदायिक विद्यालय हाम्रो छ नि सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घको, हजुर, यो हामी सुधार्छौँ हाम्रो विद्यालय भन्ने राष्ट्रिय अभियानको कार्यक्रम थियो चितवनमा। त्यही क्रममा हामी जाने बेलामा त्यो चाहिँ तपाईँहरूको सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घको कार्यक्रम अभियान हो त्यो। त्यहाँ तपाईँको छ नि एकजना मैले यसमा हेड सर भेटेँ, उहाँसँग कुरो गरेँ। उहाँले के भन्नुहुन्छ, त्यो चेपाङको बच्चाहरू पुरा तपाईँको छ नि कपाल कोरेको छैन होइन, जस्तो ऊ छ त्यहीमा आयो, खाना खान पाएको छैन, खाना खाने छैन, स्कुलमा आएर त्यो दिवा खाजाको भरमा पढ्छ। हजुर, हजुर। अनि हामीले त छ नि त्यो कोरीपाटी गरेर चिटी गरेर टिफिन झोलामा हाल्ने विद्या हालेर पठाएर पढ्ने विद्यार्थी र दिवा खाजाको भरमा पढ्ने विद्यार्थीको क्वालिटी एउटै खोजेर हामी सम्भावना छ त? हजुर, खोज्नुहुन्छ हामीले? त्यो तपाईँको छ नि दिवा खाजाको भरमा पेटमा चारो भएन पढ्ने हो नि, हजुर। तर त्यो हामीले चाहिँ तपाईँको छ नि स्तर चाहिँ के खोज्छ, हामीले गुणस्तरको मापन चाहिँ के छ भने यहाँको त्यो बोर्डिङमा पढ्ने विद्यार्थी र त्यहाँ त्यो छ नि त्यो दिवा खाजाको भरमा पढ्ने विद्यार्थीहरूको क्वालिटी एउटै हुनुपर्छ भन्छ। हजुर, त्यो कहिले हुनसक्छ? त्यस कारणले मेरो त भनाइ के छ भने कम्तीमा पनि यो बोर्डिङमा पढ्ने विद्यार्थीहरूले 30% प्राप्त गर्ने अङ्क तुलनात्मक रूपमा त्यो उसमा के अरे त्यो चेपाङको बस्तीमा पढ्ने विद्यालय, गरिब बस्ती, चेपाङ बस्तीमा पढ्ने गरिबैमा भनौँ अब, गरिबीकै कारणले गर्दा त त्यो अवस्था आयो। पढ्दाखेरि त्यो अङ्कमा चाहिँ डिफ्रेन्ट हुनुपर्छ भन्छु म। त्यहाँ 70 अङ्क उसले प्राप्त गर्नुपर्छ, किनभने उसको पेटमा साह्रो छैन तर पनि पढिरहेछ उसले। हजुर। र यहाँ तपाईँ चाहिँ कोरीबाटी गरेर पढ्ने विद्यार्थी पनि पढिरहेछ नि, बच्चा त त्यो एउटै हो नि, शरीर त एउटै हो नि, मान्छे त उमेर सब फ्याक्टर एज फ्याक्टर त्यही हो होइन। पढ्ने विद्यालय फरक होइन, फरक मात्र न हो नि। त्यहाँको चाहिँ नि उहाँ गाउँको स्कुलमा सामुदायिकमा पढ्छ, यहाँ निजी विद्यालयमा पढ्छ, हजुर, त्यति नै फरक हो नि। तर उसलाई कोरीबाटी गरेर पढिरहेछ ऊ, तर उसलाई छन् त्यहाँ चाहिँ कतिखेर खाना कतिखेर पाक्ने थाहा छैन, कुदेर गएको छ, कपाल कोरेको छैन, हात खुट्टा धोएको छैन, मुख धोएको छैन, दिवा खाजा कतिखेर पाक्ला भोक या पेटमा मुसा कुदिसक्यो बिचारा, हजुर, कतिखेर पाक्ला भने आशमा बसेर के पढ्ने हो। त्यस कारणले हाम्रो शिक्षा, म त भन्छु अझ यो खास त शिक्षा र स्वास्थ्य त दुई थरीको हुनु हुँदैन, संसारमा कहीँ छैन, हाम्रो नेपालमा मात्र हो। हाम्रोमा मात्र दुई थरीको भइरहेछ, दुई थरीको भइराखेको, शिक्षा पनि दुई थरी, स्वास्थ्य पनि दुई थरी। त्यस कारणले शिक्षा सुधार्नको निम्ति चाहिँ सरकारले केही न केही एउटा, अब यहाँ छ नि निःशुल्क शिक्षा भन्छ, हजुर, निःशुल्क शिक्षा भनेर के गर्ने? कुनै विद्यालयमा ल भनौँ तपाईँको छ नि उहाँ के अरे कर्णाली के अरे उसमा सुर्खेतमा कालिका मावि नै जस्तो लाग्छ मलाई, नाम अलिकति कन्फ्युज भयो। अब त्यहाँ त 7,000 विद्यार्थी छ, 7,000 सामुदायिक विद्यालयमा। हजुर। चितवनमा नारायणी माविमै तपाईँको चाहिँ सामुदायिक विद्यालयमा 65 चाहिँ 5,000 विद्यार्थी छ, 6,000 विद्यार्थी छ होइन। अब यो यहीँ तपाईँको चाहिँ हाम्रो यहीँ तपाईँको चाहिँ नि यो पेप्सी गोलामा, हजुर, काँडाघारीमा एउटा विद्यालय छ, गान्धी मावि भन्दो रहेछ, हजुर। त्यहाँ तपाईँको छ नि 2500 विद्यार्थी छ यहीँ काठमाडौँमा। त्यो काठमाडौँमा यो त्यो त्यत्रो एरियामा त्यो बिचमा गान्धी मावि छ, दायाँ बायाँ टन्नै घरहरू छ,
हजुर। तर त्यो स्थानीय घरको बच्चा एकजना पनि विद्यालयमा पढ्दैन हो, कारण के त यो सबै शिक्षा प्रणाली नै गलत भयो त सर। सबै तपाईँको छ नि के गर्छ, जम्मै त्यो ज्याला मजदुरी गर्नेको बच्चाहरू पढ्छ त्यहाँ, हैन? हजुर। अब के हो भने अब यो मान्छेमा एउटा एक खालको भ्रम के भयो भने बोर्डिङमा पढेको मात्रै पढाइ राम्रो हो, सामुदायिकमा पढाएको पढाइ राम्रो होइन, त्यो कन्सेप्ट भइसक्यो भन्ने खालको कन्सेप्ट मान्छेमा गयो। तपाईँहरूले पनि यसको लागि त जागरण अभियान ल्याउनु पर्ने नि। जस्तो भनौँ न सामुदायिक विद्यालयमा शिक्षक पढ्नुहुन्छ होइन, तर उहाँकै बच्चा चाहिँ आफ्नो स्कुलमा नपढाएर बोर्डिङमा पढाइरहेछ, यसको अन्त्य त तपाईँहरूले पनि आवाज उठाउनु पर्यो नि त। हामीले त्यो त गरिरहेको छौँ त, त्यसैले त हामीले कतिपय विद्यालयमा यही छ, काठमाडौँमै छ यस्तो कुराहरू त। हामीले तपाईँको बच्चा, अब तपाईँ जनकजी तपाईँको बच्चा बोर्डिङमा पढाउन पाइँदैन भन्न मिल्छ? मिलेन। हामीले भने चाहिँ के हो भने त्यो बोर्डिङ स्कुल भनौँ न, निजी विद्यालय भन्दा हामीले छ नि सामुदायिक विद्यालय चाहिँ गुणस्तरीय बनाउने कोसिस हाम्रो हो। त कोसिस गर्नलाई के छ भने तपाईँको छ नि, अब भन्न त यहाँ छ नि शिक्षक टन्नै छ, विद्यालय मर्ज गर्नुपर्छ भनिरहेछ नि। हजुर। तर के छ भने गाउँमा स्रोत छ, आय स्रोत छैन। आय स्रोत त्यसपछि खेतीपाती गर्ने हो, हाम्रो त अलमोस्ट खेतीपाती अहिले पनि त्यहाँ के अरे 63% जनता त, पहिला 80% भन्दा अहिले पनि 63% जनता त कृषिमा आधारित छ। हजुर। त कृषिमा तपाईँको छ नि उत्पादन पुग्दैन। अब तपाईँको छ नि धान काट्ने बेला भयो मल आउँदैन, गोड्ने बेला भयो बिउ आउँदैन, फल्यो भने घोका मात्र फल्छ, दाना लाग्दैन, त्यस्तो खालको आइसक्यो नि त हामीसँग। आइसक्यो। धान भनौँ भने तपाईँको छ नि भुस मात्र फल्छ, दाना फल्दैन, धान फल्दैन। हजुर। त्यस कारणले हामीले तपाईँको छ नि त्यो गाउँबाट जम्मै सहरीकरण भयो। सहरमा आएपछि के भयो, कम्तीमा एक दिन इट्टा बोक्यो भने बालुवा चाले नि 1500 त पाउने भयो नि त। हजुर। त्यस कारणले सबै यता भएको हुनाले ज्याला मजदुरी गर्नेको बच्चाहरू धेरै भयो सामुदायिकमा। यो अन्तिममा मलाई लागिरहेछ यो नेपाल सरकारले अब छ नि कि सामुदायिक विद्यालयलाई फी उठाऊ, तिमीहरू जसरी हुन्छ शिक्षा गुणस्तरीय बनाउन सकेन र फी उठाए मात्र तँलाई जेल हाल्छु, नत्र तिमीले छ नि फी उठाऊ र हामीले यति दरबन्दी छ तेरो स्कुलमा, तिम्रो स्कुलमा यति दरबन्दी छ, जे गरेर गुणस्तरीय बनाऊ तिम्रो स्कुल चला भने चाहिँ जसरी चल्छ नि तपाईँको। अहिले 40 जना जति छ फी उठाउनेहरूको तपाईँको छ नि मुद्दा खेपिरहेछ। हजुर। पुग्ने दरबन्दी नि दिँदैन। हजुर। छोटो ब्रेक आयो बाँकी सर, त्यसपछि हामी कुराकानी अगाडि बढ्छौँ। नमस्ते सर। आजको यस दाजङ कार्यक्रमको पाहुना भाग्यश्री लामाज्यूलाई विज्ञापनपछि म पुनः हार्दिक स्वागत गर्दछु। नमस्ते आशिष। नमस्ते। अब देशमा हजुरले नै अघि भन्नुभयो प्रजातन्त्र आयो, बहुदल आयो, गणतन्त्र आयो, तैपनि शिक्षामा सुधार आउन सकेन। हिजो 2028मा लागू गरेको शिक्षा ऐन अहिलेसम्म पनि त्यही पुरानै धरामा छ र त्यसकै आधारमा अहिले शिक्षा प्रणाली पनि लागू भइरहेछ। र अब गणतन्त्र आइसकेपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पनि पुगे भन्छन् होइन। अब अहिले शिक्षा प्रणालीमा हरेक स्थानीयमा शिक्षा समितिहरू पनि छन् होइन। विशेष गरी अब महेन्द्रमालामा जस्तै अब त्यही राजाहरूकै गुणगान गाउँथ्यो, हामीले पनि पढेकै हौँ होइन। अब अहिले पनि शिक्षा स्थानीय क्षेत्रमा चाहिँ शिक्षामा चाहिँ अब त्यही गाविसको अध्यक्षको नाम, अनि त्यही पालिकाको प्रमुख उपप्रमुखको नाम को क्वेसन चाहिँ तयार पारेर चाहिँ विद्यार्थीहरूलाई दिएको भन्ने सुनिन्छ। यो के हो आसिङ? लगभग मैले केही पालिकाहरूको, सबैको त होइन, केही पालिकाहरूको पाठ्यक्रम, स्थानीय पाठ्यक्रम हेरेँ। हजुर। अनि त्यसमा चाहिँ जुन आउनुपर्ने कुरा नआइकन खालि हो तपाईँले भन्नुभएको जस्तै 74 को स्थानीय सरकारको त्यो गाउँपालिका अध्यक्ष, उपाध्यक्ष या नगरपालिका या महानगरपालिका अथवा वडा अध्यक्ष होइन, हजुर, यस्तोको नाम के हो, कहाँ के त्यो पढाउने, 79मा निर्वाचित भएको अध्यक्षहरूको अहिलेको नाम के हो, त्यस्तो खालको पढाउने रहेछ। तर त्यो चाहिँ तपाईँको छ नि, तपाईँले अघि नै भनिसक्नुभयो, नेपालमा महेन्द्रमाला राजा महेन्द्रले महेन्द्रमाला पढाउनको लागि सबै इतिहास पढ्नको लागि उनका परिवारको बाउबाजेको बराजुको नाम पढाउनको लागि बनाएको ऐन जस्तै अहिले त्यो भयो। तर मलाई लाग्छ
त्यहाँ चाहिँ तपाईँको छ नि त्यहाँको स्थानीय स्रोत साधन के छ त्यसको बारेमा, जस्तै तपाईँको चाहिँ त्यहाँ हुने जडीबुटी तराई बेलमा भयो भने तपाईँको चाहिँ हर्रो बर्रो अमला पाखन बेत जस्तो जडीबुटीहरू, त्योबाट त्यसले कसरी प्रशोधन गर्ने होइन। जस्तै पहाडमा भयो भने तितेपाते चुत्रो धसिङ्गरे चिराइतो जस्ता जडीबुटीहरू त्यसलाई प्रशोधन कसरी गर्ने, त्यसले चाहिँ तपाईँको चाहिँ औषधि कसरी बनाउन सक्ने। पहाडी बेलमा भनौँ के अरे हिमाली बेगमा भने त लोड सल्ला सुगन्धबाल बिगमा पाँचौले होइन लगायतका तपाईँको छ नि जडीबुटीहरू छ नि त्यस्तो खालको शिक्षा दिनुपर्ने। त्यस्तो खालको शिक्षा त्यसले चाहिँ नि कुन बेला कसरी त्यसलाई चाहिँ तपाईँसँग रोप्न सकिन्छ, त्यसलाई कसरी गोडमेल गर्न सकिन्छ, त्यसलाई कतिखेर तपाईँ हार्भेस्टिङ गर्न सकिन्छ होइन, त्यसलाई चाहिँ नि त्यसले कुन कुन जडीबुटीहरू औषधिहरू बन्न सक्छ होइन। हजुर कोही तेल बन्ने छ हामीसँग त छ नि क्यान्सरको दबाई बन्नेदेखि लिएर यो तेल बन्नेदेखि लिएर संसार हामीसँगै छ त यहाँ हाम्रै गर्न सकिरहेको छैन। तर त्यहाँ छ नि भएको पानी खोला कुन कुन खोला नाला बग्छ, त्यहाँ कति क्युसेक बानी बग्छ, त्यसले तपाईँको छ नि हाइड्रो पावर कति निक्लिन सक्छ। हजुर त्यसले तपाईँको चाहिँ कति क्युसेक चाहिँ लिफ्टिङ गरेर तपाईँको छ नि के अरे कृषिमा लगाउन सक्छ, तरकारी फलफुल उमार्न सक्छ। त्यस्तो खालको शिक्षा हुनुपर्ने, त्यस्तो खालको चाहिँ हुनुपर्छ भन्छु अब। हजुर जस्तै तपाईँको खनिज पदार्थहरू हाम्रो नेपालमा तपाईँको खनिज पदार्थहरू होइन, त्यहाँ भएको छ नि अब पर्यटनहरू हिमाल कति देख्न सकिन्छ, फाँड कति देख्न सकिन्छ, बन्ची जमहरू छ, त्यो के अरे तपाईँको छ नि अब झरनाहरू छ होइन, विभिन्न छन् त वन जङ्गलहरू छ होइन, धेरै छ नि पशुपालन छ, धेरै गर्न सकिन्छ नि। जस्तै हाम्रो नेपालमा कति राम्रो, मैले अहिले एकजना अस्ति हाम्रो शिक्षाविदले भन्दै हुनुहुन्थ्यो अहिले पहिला नेपालमा परम्परागत गर्ने खेती आज स्विजरल्यान्डमा गर्दो रहेछ अरे। जस्तै हाम्रो गह्रामा धान रोप्ने, आलीमा मास रोप्ने, हजुर भित्तामा कोदो रोप्ने रहेछ नि त हाम्रो पहिला त परम्परा खेती होइन। तर अहिले त्यो स्विजरल्यान्डमा पढाइ हुन्छ अरे। यति राम्रो वैज्ञानिक छ हामीसँग पहिल्यै के हजुर होइन। गुणस्तरीय शिक्षा भन्यो भने गुणस्तरीय केलाई मापन गर्ने भन्यो नि मैले होइन। हजुर अब तपाईँको छ नि हाम्रो घट्टा बनाउने कुन चाहिँ वैज्ञानिक थियो होला र हिजो, हजुर कति डिग्रीमा चाहिँ हालो तास्नुपर्छ भन्ने थियो र होइन। त्यस्तो खालको चाहिँ त्यहाँको स्थानीय र त्यहाँ गरी खाने खालको शिक्षा। हजुर आजको शिक्षा त खालि आज मात्र त होइन, हुन त अब हिजो स्थानीय र भूगोल सुहाउँदो हुनु पर्यो। तराईमा कस्तो खालको जमिन छ, पहाडमा कस्तो खालको जमिन छ, हिमालमा कस्तो खालको जमिन छ, त्यो त थाहा छ त्यस हामीलाई। म त अझ के भन्छु भने शिक्षा नीति र वन नीति है, अब मैले थोरै शिक्षामा वन पनि जोडेँ, वन नीति र शिक्षा नीति चाहिँ 3 प्रकारको हुनुपर्छ भन्छु म। हजुर किनभने तराईमा तपाईँको छ नि बर्खामा डुबान हुन्छ, जाडोमा शीतलहर लाग्छ। हजुर पहाडमा तपाईँको छ नि के अरे बर्सातमा खोला नाला बग्छ, बर्खा हुन्छ होइन। हजुर हिमालमा तपाईँ चाहिँ के अरे पुस माघमा हिउँ पर्छ। तर हाम्रो शिक्षा नीति के छ नि सोलो डोलै एउटै छ, सोलो डोलै एउटै, त्यसलाई त तपाईँ छ नि अलग अलग खालको बन्नुपर्छ भन्छु म चाहिँ आज। हजुर हजुर मेरो भनाइ चाहिँ होइन। त्यसैले तपाईँ चाहिँ हामीले लगभग चाहिँ नि त्यो पालिकाले त अब हुन त स्टेटले गर्ने कुरा हो त्यो, खासै चाहिँ तपाईँको छ नि पालिकामा कति जनसङ्ख्या छ, कति भूभाग जमिन छ, खेतीयोग्य जमिन कति छ, हजुर उत्पादन के हुन्छ, धान कोदो मकै फलफुल होइन। हजुर त्यहाँको माटोले मागेको चिजहरू के त्यहाँ उत्पादन हुन्छ, मेरो यहाँ भएको छ नि जनसङ्ख्याले कति कन्ज्युम गर्छ, के चिज दुध कति खान्छ, मासु कति के छ, हो त्यस्तो खालको पढाइ आउनुपर्छ भन्छु म चाहिँ। हजुर र कन्ज्युम त्यति गर्ने, बढी भएको चाहिँ बजारीकरण गर्ने, नपुगेको इम्पोर्ट गर्ने, त्यस्तो खालको शिक्षा आउनुपर्छ स्थानीयमा भन्ने लाग्छ मलाई। हजुर अब हाम्रो निर्धारित कार्यक्रम पनि सकिन लाग्यो भाग्य सर होइन। अब विशेष गरी अब जति अब शिक्षा नीतिमा चाहिँ कुनै परिवर्तन पनि आउन सकेन अहिलेसम्म, शिक्षामा सही शिक्षा प्रणाली लागू गर्न सकेन, यो एउटा दुःखको कुरा पनि हो होइन। विशेष गरी अहिले चाहिँ धेरै जसो भनौँ न 12 कक्षा पढ्न साथै अब विदेश पलायन छन्, भर्खरको जुन नौजवान युवाहरू होइन, भोलिको भविष्यको लागि कर्णधार भनेर हामी चाहिँ शिक्षा दिन्छौँ, उहाँहरू सबै विदेश पलायन हुनुपर्ने अवस्था छ। यो बेरोजगारी चाहिँ युवा बेरोजगार चाहिँ कसरी अन्त्य गर्छ सर? तपाईँ त एउटा जिम्मेवार पदमा हुनुहुन्छ, शिक्षाले नै गर्छ। यसको लागि के गर्नु पर्ला सर? अब तपाईँको छ नि गरी खाने खालको शिक्षा नभएपछि मान्छेले त काम चाहे नि, उसले पढेको किन? हजुर उ त सुलभ ढङ्गले सजिलो ढङ्गले बाँच्नको लागि शिक्षा आर्जन गरेको उसले। हजुर उसलाई त रोजगार चाहियो नि।
हजुर जे भयो नि काम गर्छ नेपालीहरू, तर काम चाहियो नि त। काम नभएपछि कामको खोजी गर्नु पर्यो। खोजी गर्ने बेला विदेशी रहेको छ। हुन त विदेश त तपाईँको छ नि, हिजो पञ्चायतकालदेखि नै मुगलान जाने थियो। हजुर मुगलान भने चाहिँ तर अहिले बढ्दो भयो। अहिले त हिजोको मुगलान भने चाहिँ भारत थियो, बम्बई दिल्ली थियो। तर आज चाहिँ अमेरिका, युरोप होइन खाडी मुलुकहरू भयो। हजुर त त्यसैले हामीले जब त्यो नवजवान युवाहरू छ नि, हामी गएकोलाई फर्काउने र जान नदिन रोक्नको लागि यहाँ रोजगार सिर्जना हुनु पर्यो। त्यो राज्यले गर्नुपर्छ। जस्तै मैले अब थोरै तपाईँको टाइम सकिसक्यो होइन, तर पनि एउटा के हो भने हामीले धेरै गर्नै पर्दैन। हाम्रो छ नि मैले अघि नै भने 63% चाहिँ के अरे कृषिमा आधारित छ नि त। हजुर त्यसैले हामीले छ नि विदेशबाट आउने हाम्रो छ नि यो के अरे खाद्यान्नहरू, हजुर खाद्यान्न तरकारीहरू, फलफुलहरू, त्यही मात्रै तपाईँ चाहिँ त्यहाँ रोकेर हाम्रो उत्पादनलाई प्राथमिकता दिउँ न। अनि तपाईँ चाहिँ उसको बारी अहिले खेतबारीहरू सबै बाँझै छ। तपाईँ गाउँतिर गयो भने उसलाई तपाईँको छ नि त्यो खेतबारी कमाएर माटो खनेर उसले आफ्नो परिवार पाल्न सक्छ भने, उसले सस्टेन हुन सक्छ भने, उसको बच्चा बच्ची पढाउन सक्छ भने ऊ त्यहीँ खनेर बस्छ। यहाँ इँटा बोक्न आउँदैन। के अरे अरबमा त 50 डिग्रीको घाममा छ नि काम गर्न जाँदैन। हजुर त्यो अवस्था नेपालले बनाउनु पर्यो, त्यो सृजना गर्नु पर्यो। त्यो राज्यको दायित्व हो। डाटा हेऱ्यो भने नि तपाईँ छ नि गत वर्ष मात्र 47 अर्बको चामल मात्र आयो हामी कहाँ, इम्पोर्ट भयो इन्डियाबाट। प्रधान देश, प्रधानमन्त्री कृषि आधुनिकीकरण भन्ने प्रोग्राम पनि छ हामीसँग, प्रोग्राम चलाउँछ। 35 अर्बको त खसी र राँगा मात्रै मासु इम्पोर्ट हुन्छ हामीसँग। स्याउ, त्यति फलफुलदेखि लिएर आलु प्याजदेखि लिएर तरकारीदेखि खाद्यान्न सारा विदेशबाट आउँछ। गाडीदेखि बिहान हामीले के अरे उठेदेखि चिया खाएकोदेखि बेलुका सुत्ने बेलासम्मको हाम्रो दिनचर्या हेऱ्यो भने सबै आयातित त छ नि। को छ के छ ल तपाईँसँग भन्नु त? तपाईँले लगाएको कपडा कुन चाहिँ हाम्रो नेपालको होला, मैले लगाएको कुन चाहिँ नेपालको होला? यो एकदम दुःखदायी छ त। हाम्रो भएभरको तपाईँ छ नि हामीसँग केही उत्पादन हुँदैन, भएभरको छ नि सबै परनिर्भर छ। यसको अन्त्य कहिले हुन्छ त सर? तपाईँ त भनौँ एउटा सामाजिक अभियन्ता पनि हुनुहुन्छ, जिम्मेवारी शिक्षा जस्तो क्षेत्रमा लाग्नु भएको छ। एकदम हो। तपाईँले के गर्ने हो भन्ने भन्छन् क्या, म धेरै साथीहरूसँग भन्छु, गर्ने हामी व्यक्तिले जनताले होइन। चाइना कहाँ पुग्यो त? चाइनाको कुरो गरौँ न एकछिन। चाइना कसको त? देङ स्याओपिङको एउटा अर्थनीतिले आज समृद्धि चाइना भयो नि त। त्यो त राज्यको नीति आउनुपर्ने रहेछ नि त। राज्य चलाउने को हो त यहाँ होइन? आज केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, हिजो तपाईँको छ नि बाबुराम हुनुभएको थियो, प्रचण्ड हुनुभएको थियो होइन, के अरे शेरबहादुर देउबा हुनुभएको थियो होइन, हजुर भोलि पनि हुनु होला। त्यो उहाँहरूले ल्याउने नीति हो नि त। त्यो त उहाँहरूले छ नि रोजगार सिर्जना हुने खालको नीति ल्याउनु पर्यो र हामी आत्मनिर्भर हुने खालको हुनु पर्यो कि परनिर्भर होइन। हामी आत्मनिर्भर हुनु पर्यो। त्यसको लागि अब हामी आवाज मात्र उठाएर नि शिक्षामा त्यो कुरा आउनु पर्यो, व्यवहारमा त्यो कुरा आउने, राज्यले नीति बनाउनु पर्यो। हाम्रो उत्पादन भयो भने म तपाईँलाई एउटा के भन्नु, खोइ अब त्यो टाइम तपाईँको छोटो छ, तर पनि हामीले छ नि तपाईँको छ नि हाम्रो उत्पादनलाई बढावा दिने। हजुर हाम्रो उत्पादनलाई तपाईँको छ नि मूल्य पाउनु। त्यो हामीसँग के समस्या छ भने उत्पादन गर्नेले पनि एकदम न्यून प्राइस पाइरहेछ। जस्तै तपाईँ म एउटै कुरा गर्छु, उत्पादन गर्ने किसानले तपाईँ छ नि 10 रुपियाँ किलो आलुकै कुरा गरौँ, 10 रुपियाँ किलो पाउँछ। हजुर कन्ज्युम गर्नेले तपाईँ छ नि 60 रुपियाँ पाउँछ। 60 तिर्नुपर्छ कन्ज्युम गर्नेले। हजुर बीजकोले कति खायो? 10 रुपियाँ 60 रुपियाँ 50 रुपियाँ बीजकोले खाइरहेछ। हो यो नियन्त्रण बिना लगानी, उसले बीजमा बसेर नियन्त्रण गर्नु पर्यो नि। हजुर उसले पाउनुपर्छ, उसले काम गरे बाबत कति पर्सेन्टेज दिने त्यो पर्सेन्टेज पाउनु पर्यो नि। बीजको बिचौलियाहरूले मात्र टन्न मोटाएर बस्ने चाहिँ नीति बन्न भएन। यो नीति नियम कानुन कडा रूपले, कानुन त छ फेरि, तर पनि कानुनलाई कार्यान्वयन भयो। हजुर अब महत्त्वपूर्ण बनाइराखिदिनु भयो भाग्यश्री लामा होइन, हजुरले महत्त्वपूर्ण बनाइराखिदिनु भयो। अब हाम्रो निर्धारित कार्यक्रम सकिसक्यो। छोटो समयमा हजुरले अब धर्म टेलिभिजन हेरिरहनु भएको सम्पूर्ण दर्शकसम्म चाहिँ आफ्नो केही भनाइराख्नु सक्नुहुन्छ? अब हामी छुट्टिँदैछौँ। हस्, धन्यवाद। तपाईँको यो धर्म टेलिभिजनमा मलाई बोलाएर आज चाहिँ नेपालको, देशको, बागमती प्रदेशको सामुदायिक विद्यालयको अवस्था, शिक्षाको अवस्था बारेमा मेरो आफ्ना
भनाइराख्ने मौका दिनुभयो। तपाईँ लगायत तपाईँको धर्म टेलिभिजनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर, आजको पाहुना भाग्यश्री लामाज्यूले आफ्नो महत्त्वपूर्ण समय यस दार्जिलिङ कार्यक्रमलाई दिनुभयो र आगामी दिनमा पनि यसरी नै भेटघाट गर्ने बाचा गर्दै हजुरको जुन भनौँ न एउटा गौरवमय जिम्मेवारी जुन भनौँ न अध्यक्ष सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल बागमती प्रदेशको हुनुहुन्छ, हजुरको यो जुन भनौँ न संस्थाले चाहिँ उत्तरोत्तर प्रगतिको कामना गर्न सकोस् भन्ने एउटा शुभकामना व्यक्त गर्न चाहन्छु र हजुरलाई लासो फ्याफुल्ला तोङ्जा थुदिसे सम्पूर्ण दर्शकवृन्द आजको पाहुना भाग्यश्री लामा तामाङ र प्रस्तुता म जनक थिङ तामाङ पनि हजुरहरू समक्षबाट ओजेलमा पर्न चाहन्छु। सम्पूर्ण सबैलाई लासो फ्याफुल्ला, नमस्कार।